यदि मानिस जातिहरूमा चाहिँ नि यस्तो बानी भयो भने चाहिँ हामी चाहिँ नि परमेश्वरको सम्बन्धबाट अटोमेटिकै हामी टाढा गइरहेको हुन्छौँ। परमेश्वरलाई चाहिँ नि समय नदिने, परमेश्वरलाई चाहिँ नि बिर्सिने यस्तो बानी पनि हुनु हुँदैन। अनि दोस्रो बानी चाहिँ समय कुराहरू गर्नलाई चाहिँ नि समय छ, अनि परमेश्वरको सेवा सङ्गतिमा चाहिँ नि उपस्थिति हुन मन नलाग्ने, अनि त्यसपछि समय हुँदा पनि बेवास्ता गर्ने, अनि परमेश्वरलाई नखोज्ने यस्तो बानीले पनि यस्तो बानीहरू पनि हामी विश्वासीमा हुनु हुँदैन। अनि तेस्रो बानी चाहिँ विश्वास गर्ने तर परमेश्वरको भय नमान्ने, अनि परमेश्वरलाई अनआदर गर्ने, अनि अरू कुराहरू चाहिँ नि पहिलो प्रायोरिटीमा राख्ने, अनि त्यसपछि परमेश्वरलाई चाहिँ नि लास्टो अप्सनमा राख्ने त्यो बानी पनि गर्नु हुँदैन। अनि 4 नम्बरमा रहेको छ स्वास्थ्य हुँदाखेरि, बल हुँदाखेरि, धन सम्पत्ति हुँदाखेरि परमेश्वरलाई वास्ता नगर्ने, आफ्नो धन सम्पत्तिमा नै रमाउने, आफ्नो साथीभाइमा नै रमाउने, अनि परमेश्वरलाई चाहिँ नि त्यही नगर्ने। जब जीवनमा समस्या आउँछ तब मात्रै परमेश्वरलाई सम्झिने यस्तो बानी पनि हामी विश्वासीले गर्नु हुँदैन। म तपाईँहरूलाई यही उत्साह दिन चाहन्छु कि आज हिब्रू 11:6 भन्दछ विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँ फल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्दछ। परमेश्वरलाई चाहिँ विश्वास बिना चाहिँ प्रसन्न पार्न सक्दैन। पार्न चाहिँ हामीले विश्वास पनि गर्नुपर्छ, अनि हामीले वचनअनुसारको जीवन पनि जिउनुपर्छ, अनि हामीले परमेश्वरलाई पहिलो स्थानमा राख्नुपर्छ।